मौलिक हक र मानव अधिकार यी दुई शब्दहरू हामी कति सुन्छौं होइन त? कहिलेकाहीँ त एउटै होला जस्तो पनि लाग्छ। तर के यी साँच्चै एउटै हुन्? आउनुहोस् आज यही भ्रमलाई चिरेर यी दुई महत्वपूर्ण अवधारणाहरू बीचको वास्तविक भिन्नता के हो त्यो बुझाउन त। अब एउटा एकदमै महत्वपूर्ण प्रश्न सोच्नुस् त, के हाम्रा आधारभूत अधिकारहरू हामी संसारको जुनसुकै कुनामा गए पनि सुरक्षित हुन्छन् वा ती केवल हाम्रो देशको सिमानाभित्र मात्रै सीमित छन्? हो, यही प्रश्नको उत्तरमा लुकेको छ विश्वव्यापी र राष्ट्रिय अधिकार बीचको त्यो गहिरो भिन्नता। ल, यो भिन्नता बुझ्नलाई सबैभन्दा पहिले अलि फराकिलो अवधारणाबाट सुरु गरौँ है त। मानव अधिकार यो एउटा यस्तो विश्वव्यापी विचार हो जसलाई कुनै देश, सीमा वा राष्ट्रियताले छेक्दैन। यो त हरेक मानवसँग जोडिएको छ। एउटा कुरा केमा प्रष्ट हुनुपर्छ भने मानव अधिकार कुनै सरकारले दिने अनुदान वा उपहार होइन। यो त मानव भएकै कारणले जन्मसिद्ध रूपमा प्राप्त हुने अधिकार हो। यसको लागि कुनै योग्यता, जात, धर्म वा राष्ट्रियताको प्रमाणपत्र चाहिँदैन। अब यी मानव अधिकारका केही खास विशेषताहरू छन् जसले यिनीहरूलाई विशेष बनाउँछ। जस्तै सार्वभौमिक हुनुको अर्थ हो यो संसारका सबै मानिसका लागि बराबर हो। अहर्नियको अर्थ यी अधिकारहरू कसैले खोसेर लान सक्दैन। त्यस्तै यी अधिकारहरू एकअर्कामा निर्भर हुन्छन्, एउटा बिना अर्को अधुरो हुन्छ र यी सबैको जग भनेको मानव मर्यादाको सिद्धान्त हो। अझै पनि अलिक गाह्रो लाग्यो? ल, एउटा सजिलो उदाहरणले बुझाउन त। मानव अधिकारलाई स्वस्थ जीवनशैलीको विश्वव्यापी घोषणा जस्तै सम्झनुहोस्। यो एउटा यस्तो विश्वव्यापी आदर्श हो जसले सबैलाई राम्रो र सम्मानित जीवन जिउन प्रेरित गर्छ। तर जसरी स्वस्थ जीवनशैलीको घोषणालाई कसैमाथि कानूनी रूपमा लाद्न सकिँदैन, मानव अधिकार पनि एउटा नैतिक र दार्शनिक मापदण्ड हो। ल, त्यो भयो विश्वव्यापी आदर्शको कुरा। अब राष्ट्रिय स्तरको वास्तविकतामा आउँ। अब कुरा गरौँ मौलिक हकको, ती अधिकार जसलाई ठोस कानूनी संरक्षण प्राप्त हुन्छ। यहाँ दुईटा शब्दमा एकदमै ध्यान दिनुहोला, संविधान र कानूनी रूपमा लागू गर्न सकिने। मौलिक हक ती अधिकार हुन् जसलाई देशको मूल कानून अर्थात् संविधानले नै ग्यारेन्टी गरेको हुन्छ र यदि यी हकहरू कसैले खोज्न खोज्यो भने सिधै अदालत गएर उपचार माग्न सकिन्छ। त्यसो भए मौलिक हकका विशेषताहरू मानव अधिकार भन्दा कसरी फरक छन् त? पहिलो, यी संविधानले प्रदान गर्छ। दोस्रो, यिनको कार्यान्वयन देशको अदालतबाट मात्र हुन्छ। र तेस्रो, यी प्राय नागरिकहरूका लागि विशिष्ट हुन्छन्। अझ महत्वपूर्ण कुरा के छ भने सार्वजनिक हित वा राष्ट्रिय सुरक्षाको लागि सरकारले यिनीहरूमाथि उचित प्रतिबन्ध पनि लगाउन सक्छ। अब हाम्रो पुरानो उदाहरणमा फर्कौं। यदि मानव अधिकार स्वास्थ्य जीवनशैलीको विश्वव्यापी घोषणा हो भने मौलिक हक चाहिँ डाक्टरले दिएको विशेष आहार योजना जस्तै हो। यो विशेष रूपमा बनाइएको र कानूनी रूपमा पालना गर्नै पर्ने नियमहरूको सेट हो जसलाई संविधान रूपी डाक्टरले हितको लागि लेखिदिएको हुन्छ। ल, हामीले दुवैको बारेमा छुट्टा छुट्टै त बुझ्यौं। अब यिनीहरूलाई सँगै राखेर तुलना गरौं र हेरौं कहाँ यी दुईको बाटो मिल्छ र कहाँ छुट्टिन्छ। छोटकरीमा भन्नुपर्दा मानव अधिकार एउटा विश्वव्यापी दार्शनिक र नैतिक अवधारणा हो। यसको आधार मानव हुनु हो। अर्कोतर्फ मौलिक हक एउटा कानूनी अवधारणा हो जुन राष्ट्रिय सिमानाभित्र मात्र सीमित हुन्छ र संविधानले यसलाई कानूनी शक्ति दिएको हुन्छ। ल, अब यो तालिकामा हेरौँ है, यसले कुरालाई झनै छर्लङ्ग पार्छ। पहिलो कुरा, स्रोत। मानव अधिकारको स्रोत के त? प्राकृतिक कानून अर्थात् केही अधिकारहरू सरकारले बनाउने होइन, मानव हुनुको नाताले स्वतः प्राप्त हुन्छन् भन्ने विश्वव्यापी विचार। जबकि मौलिक हकको स्रोत देशको संविधान हो। त्यसैगरी मानव अधिकारको दायरा विश्वव्यापी हुन्छ भने मौलिक हक राष्ट्रिय सिमानाभित्र सीमित हुन्छ। र सबैभन्दा महत्वपूर्ण, कार्यान्वयनको कुरा। मानव अधिकार अन्तर्राष्ट्रिय निकाय र नैतिक दबावमा निर्भर रहन्छ, तर मौलिक हकलाई देशकै अदालतले सिधै लागू गराउन सक्छ। यति धेरै भिन्नता भएपछि के यी दुई एक अर्काका विरोधी हुन् त? बिल्कुल होइन। वास्तवमा यिनीहरू प्रतिस्पर्धी नभएर साझेदार हुन्। अब हेरौं कसरी यिनीहरूको साझेदारीले एउटा बलियो अधिकारको प्रणाली बनाउँछ। यो प्रक्रियालाई हेर्दा उनीहरूको सम्बन्ध कति गहिरो छ भन्ने थाहा हुन्छ। यो कसरी काम गर्छ भने सुरुमा एउटा विश्वव्यापी आदर्शको रूपमा मानव अधिकारको अवधारणा आउँछ।
त्यसपछि कुनै पनि राष्ट्रले ती महान आदर्शहरूलाई आफ्नो संविधानमा मौलिक हकको रूपमा समावेश गर्छ र अन्तमा देशको कानूनी प्रणालीले त्यसलाई लागू गरेर नागरिकको दैनिक जीवनमा एउटा ठोस वास्तविकता बनाइदिन्छ। हो, यो भनाइले सबै कुराको सार बताउँछ। मौलिक हक भनेको त्यो मसिन हो, त्यो संयन्त्र हो जसले मानवाधिकार जस्तो सुन्दर विचारलाई कागजबाट निकालेर हाम्रो जीवनमा ल्याइपुर्याउँछ। मौलिक हक बिना मानवाधिकार केवल एउटा राम्रो सपना मात्रै हुन सक्छ। त्यसो भए आजको यो विश्लेषणको अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न त। विश्वव्यापी नैतिक मापदण्ड अर्थात् मानवाधिकार र राष्ट्रद्वारा प्रत्याभूत गरिएको कानूनी अधिकार अर्थात् मौलिक हक, यी दुई मध्ये हाम्रो समाजलाई अगाडि बढाउन कुन चाहिँ बढी महत्वपूर्ण होला? यो एउटा सोच्न लायक प्रश्न हो।